ल है म चाहिँ अहिले यहाँ मेरो घरमा आइपुगेको छु है। मेरो दुईटा नानीहरू मेरो यहाँ सुनको ठुटा जस्तो मेरो दुईजना नानीहरू छ हो। मेरो कान्छु हो, मेरो जेठी नानु। मेरो जेठी नानीलाई त अस्ति पनि मैले तपाईँहरूलाई देखाएकै हो है। र म चाहिँ अहिले चाहिँ दसैँको टिकाको दिनमा चाहिँ घर आइपुगेँ र के गर्नु त्यस्तै थियो है। अब टिकाको दिन पनि अलिकति दार्जिलिङ ड्रप गरेर चाहिँ गेस्टलाई छोडिराख्नु पर्ने भएको कारणले गर्दाखेरि चाहिँ म ढिलो आइपुग्नु पऱ्यो हो। र यसको लागि चाहिँ नानीहरूलाई म धेरै एकदम एक्सट्रिमली सरी भन्छु हो। र आजको दिन चाहिँ दसैँमा चाहिँ टिका लगाउनु लागि चाहिँ म आइपुगेँ है। र म अब टिका लगाइदिन्छु म नानीहरूलाई है। त्यो टिका लगाएको फोटो पनि म तपाईँहरूसँग सेयर गर्छु है ल। ल खै म चाहिँ दसैँको टिका अब नानीहरूलाई दसैँको टिका लगाइदिनु आँटेको हो। त्यही बस्छ है मेरो नानी मेरो छोरी मेरो टिका लगाउँदैछु हो दसैँको उपलक्ष्यमा। अनि उहाँको नाम रोशन गर्छ मेरो नानीले है। ठुलो हुनु राम्रो गरेर बाबाआमाको एकदमै नाम चाहिँ अमर राख्नु हो। मरेर गएर पनि औनाको छोरी टिस्टाको छोरी भनेपछि चाहिँ एकदमै नाम रहोस् है। एकदमै ठुलो हुने ल। यो यही हो उयो चाहिँ के अरे दक्षिणा चाहिँ यही हो ल। पैसा चाहिँ छैन है, पैसा चाहिँ छैन है कान्छी। ए पैसा चाहिँ ल कति मात्र हो नि पैसा चाहिँ फेरि। ल मेरो कान्छी छोरी भर्खर पढ्दैछ हो, सानो छ हो। दिदीले सुख नदिए पनि हाम्रो कान्छीले चाहिँ कतै बाबालाई सुख दिन्छ कि एकदमै राम्रोसँगले पाल पोषण गर्छ कि दुःख सुखमा बिमार आउनु हेर्छ कि भन्ने आशा छ। हेर्नुपर्छ है ल ल है कति गरौँ ल। अब दक्षिणा पनि दिनुपर्छ है। ल है त गाइस गुड आफ्टरनुन सबैलाई। र म चाहिँ अहिले नानीहरूको रिक्वेस्टमा है म कालिम्पोङ पिज्जा खाने अरे नानीले, त्यो कारणले गर्दाखेरि चाहिँ म नानीलाई चाहिँ कालिम्पोङ पिज्जा खानुको लागि डोमिनोसमा लाँदैछु है। र पिज्जाको भ्लग के कस्तो हुन्छ नानीले म लगेर पिज्जा खुवाउँछु र के कस्तो हुन्छ के हुन्छ तपाईँहरूलाई सबैलाई म देखाउने छु है ल। यो चाहिँ म कालिम्पोङमा जस्ट यो चित्रबाट चाहिँ उकालो लागेँ म है। अगाडिको के कस्तो हुन्छ भ्लगमा म तपाईँहरूलाई सबैलाई म देखाउने छु है ल। ल है मेरो फ्यामिली डल्लै मेरो फ्यामिली छ। पछाडि मेरो ठुलो नानी हो, यहाँ मेरो सानो पुच्ची मेरो प्यारो नानु छ हो। यता नानीको मम्मी छ त्यहाँ बसिरहेको छ हो। म चाहिँ अब फ्यामिली लिएर सानो एउटा फ्यामिली टुरमा जाँदैछु ल। ल है डोमिनोस चाहिँ आइपुगेँ है। अब नानीलाई पिज्जाहरू खानुहुन्छ होला है। उनीहरूलाई म पिज्जाहरू किनिदिन्छु ल। र भित्र पिज्जा के कस्तो छ म तपाईँहरूलाई देखाउँछु ल। नानीहरूले खाँदैछ हेर्नुहोस् है। मेरो ठुलो नानीले खाँदैछ हो, यता सानो नानीले खाँदैछ। मजाले खानुहोस् ल। यहाँ पनि छ, कोक पनि छ, खाँदैछ
रहेछ नानीहरूले मजाले खुवाउला नानु